हेलो नमस्ते सम्पूर्णमा सबैजना सन्चै आरामै हुनुहुन्छ होला र म पनि एकदम सन्चै आरामै छु, फिट एन्ड फाइन। आज वैशाख 4 गतिको दिन मौसम एकदम खराब छ। यो हो म्याग्दी जिल्लाको बेनी जोमसुङ सडक अन्तर्गतको भुरुङ तातो पानी। अहिले यहाँ पानी परिरहेको छ, हल्का हल्का पानी परिरहेको छ र यो हो भुरुङ तातो पानीको सबसे महँगो भिआइपी होटल नेचुरल स्प्रिङ। म चाहिँ अहिले भुरुङ तातो पानी इलाका प्रहरीकारले भुरुङ तातो पानी चेकपोस्ट नजिकैबाट बोलिरहेको छु। आज तपाईँहरूको ठाउँतिर के कस्तो छ मौसम? यता चाहिँ एकदम पानी परेर मौसम एकदम खराब छ। एक हिसाबले भन्यो भने शीतल एकदम शीतल भएको छ बस्न कहाँ बस्नको लागि भने। तर कुनै पनि मान्छेहरूलाई यात्रा गर्दा अथवा काम गर्ने काम गर्दा चाहिँ पानीले आज एकदम अवरोध गरेको छ। यस आकाशतिर हेर्ने हो भने एकदम मौसमले गर्दाखेरि त्यति क्लियर छैन, बादल लागेछ र तर डाँडा पाखा जङ्गलतिर चाहिँ हल्का पानीले गर्दा होला बसन्त ऋतुसँगै सँगसँगै हरियाली छाउँदै गरेको हरियाली देख्न सक्नुहुन्छ हजुरहरूले। यहाँ नजिकै चाहिँ काली गण्डकी बगिरहेको छ, यो तपाईँले देख्न सक्नुहुन्छ काली गण्डकी हो। यो चाहिँ यसरी काली गण्डकी बगिरहेको छ, तपाईँले देख्न सक्नुहुन्छ। पारिपट्टि हरियाली बसन्त ऋतु सँगसँगै हरियाली छाइरहेको छ। वन जङ्गलहरू चाहिँ पालुवा पलाएर हरियो देख्न सक्नुहुन्छ र मौसम चाहिँ त्यसमाथि एकदम खराब छ। यो चाहिँ भुरुङ तातो पानी अन्तर्गत पर्ने बजार हो। यो सबसे ठुलो होटल नेचुरल स्प्रिङ हो। यो अलि भिआइपी टाइपको होटल र यिनीहरू यता देखिने अलि ठिकै सामान्य मध्यम खालका हामी जस्तो मध्यम वर्गलाई बस्न सक्ने होटलहरू पनि छन् यता। र तपाईँहरू आउन सक्नुहुन्छ नेपालको जुनसुकै कुना कन्द्राबाट पनि घुम्नको लागि जमसम मुक्तिनाथ अप्पर मुस्ताङ मुक्तिनाथ घुम्नलाई आउन सक्नुहुन्छ, मुक्तिनाथ दर्शनका लागि। त्यसका लागि तपाईँहरू आउने क्रममा यो भुरुङ तातो पानी म्याग्दीको भुरुङ तातो पानीमा कुनै पनि बाधा अड्चन अप्ठ्यारो पर्यो भने तपाईँहरू यहाँ नजिकै रहेको इलाका प्रहरीकारले भुरुङ तातो पानीमा पनि सम्पर्क गर्न सक्नुहुन्छ। तपाईँहरूलाई कुनै समस्या पर्यो भने त्यसको समाधानका लागि केही सहजको लागि तपाईँहरू यहाँ नजिकैको चेकपोस्टमा आएर पनि भन्न सक्नुहुनेछ। र यहाँ चाहिँ माथि पहाड भिरकन्दरा भन्छ हाम्रो गाउँले भाषामा चाहिँ। यस्तो पहाडहरू देखिन्छ, प्लेसहरू त्यति क्लियर देखाउन चाहिँ पाइएन किनकि मौसम पनि क्लियर छैन र मेरो मोबाइलको क्यापेसिटी अनुसार मैले यहाँ तपाईँहरूलाई भ्युज देखाइरहेको छु। यो माथि एकदम अँधेरो मौसमले गर्दाखेरि बादलहरू त्यहाँ माथि चाहिँ एउटा निलगिरी हिमाल पर्छ र अन्नपूर्ण बेस क्याम्प जाने पनि यो मैले देखाइरहेको छु, त्यही साइडमा हो। अहिले चाहिँ मौसमले गर्दाखेरि केही पनि देखाउन सकिएन। र यस्तै छ यहाँको वातावरणीय भौगोलिक भूबनावट चाहिँ। डाँडा पाखा यता पनि डाँडा र यो साइड पनि डाँडा, एकदम भिरहरू र
तल चाहिँ बस्तीहरू छ यो साइडमा। यो चाहिँ चेक पोस्ट हो। यो साइडमा अलि धेरै बस्तीहरू छ। होटेल व्यावसायिक लाइन हो यो। होटेल व्यवसायीहरू हुनुहुन्छ यता चाहिँ। त्यही हो गाइज, आजको मौसम चाहिँ एकदम खराब छ, पानी परिरहेको छ। ल आजलाई यति नै गाइज।